हेलो गुड मर्निङ, जय मासी सबैजनालाई। आज चाहिँ एकदम राम्रो चिसो हावा आइरहेको छ। हिजोको आधी बतासले चाहिँ आज एकदम चिसो आधी बतासले गर्दाखेरि चाहिँ आज चाहिँ एकदम चिल्ड हावा आइरहेको छ, मजा आइरहेको छ। बसियो कि अलिकति भित्र एक्सर्साइज गरेकोले गर्दा चाहिँ गर्मी भइरहेको छ, नत्र भने बाहिर चाहिँ एकदम चिल्ड एसीको हावा जस्तै बाहिर छ। अहिले चाहिँ मजा आइरहेको छ, हट हो बाफ्रे। एकछिन रोड क्रस गर्दैछु, खाली छ अहिले। बिहान चाहिँ बिहान रोड खाली हुन्छ हो, 8:30-9 बजीदेखि चाहिँ एकदम भिड हुन्छ। बाटोमा पनि एकदम खाली छ, आरामले जानु। उता सानो घाँटी सुक्यो, पानीको बोतल बिर्सिराखेको छु कि हिजो त गइनँ म अस्तिको दिन। त्यही पानीको बोतल पानी नपिउनु नपाएर चाहिँ घाँटी सुकिरहेको छ। वहाँनिर सबैले एउटै गिलासमा पिउँदो रहेछ कि, त्यो भएर मैले नपिएको। घाँटी पुरा सुकिरहेको छ। अब चाहिँ कुद्दै जानुपर्नेछ। कति स्पिड रहेछ मेरो घर हेर्नु ल। कुद्दैछु उता चाहिँ सानो छैन होइन, पुग्यो अब चाहिँ। गेटको खोलेको कुरा सिन खोल्दैछ, भैयाले गेट खोल्दैछ। हाम्रो यो काम चलाउँदै थियो कि, यसो गरेर जानुपर्छ। बाबा निक्लो बाहिर नजाने तिमीहरू, भित्रै बसिरहन्छ कुकुर भएर। बिग्रिन्छ नि किन 3 तला चढ्नुपर्छ। अब 1 तला भयो, अनि अर्को तला, 1 तला, 2 तला, 2 तला, 3 तला। अब चाहिँ झन् घाँटी सुक्यो, कुदेकोले बोलेकोले गर्दाखेरि चाहिँ घाँटी सुक्यो। बहिनी उठ्नु भयो? ए आज सटरडे हो, यसको कलेज छुट्टी भन्दा ला। म त फ्रिजमै पो राखेको छु। कस्तो साह्रो पर्यो। एकछिन है, अलिक फेगेर लगाएर पानी हालिदिनु पर्यो। किचनको केही गरेको छुइनँ। बिहान चाहिँ यो पिउँछु, हेर्नुहोस्, तपाईँलाई थाहै छ, मैले अस्ति पनि देखाएको थिएँ है। भोक पनि लाग्दैन। बाहिर त दामी छ अहिले घुम्ने, ब्राइटमा जाने लायकको मौसम भएको छ। होइन परेछ, पुरा थाके। बापरे, आज सटरडे त्यस्तो भिड चाहिँ थिएन हो। भोलि झन् भिड हुँदैन। सटरडे सन्डे मलाई लाग्छ बेसी भिडमा त मन पर्दैन गर्नु। अब बाहिर 2 मिनट जस्तो बस्नु पर्यो, मजाले काम चल्दो रहेछ सामने। लुगा सुकाइरहेको छ, बसिरहेको छु। अब चाहिँ किचनमा गएर खाना बनाउनु पर्ने।
आज के बार हो? शनिबार। हिजो शुक्रबार थियो, आज शनिबार। शनिबार त खाना बनाउनु पर्छ। अहिलेको लागि राखेको साथी हो। अब चाहिँ खाना बनाउने भित्र गएर कचर कचर काम कम्प्लिट छैन हो। सास बल्ल साथी भयो। अलिकति चिसो भएर चाहिँ उयो गर्नु पऱ्यो। साह्रै चिसो भएर चाहिँ कति मजाको मौसम छैन हेर्नुहोस् है। हो खुल्ला आसमान छ, तर के गर्ने त्यो खुल्ला आसमानले चाहिँ डरलाग्दो घाम देखाइदिन्छ नि हौ। ओके बाई बाई साथीहरू सबैजनालाई बाई बाई। ओके बाई बाई, सी यु नेक्स्ट भिडियो ल।